एक समयमा चाहिँ झनै लोप हुन थालेको, झनै लोप हुने स्थितिमा थियो। त्यो बेला चाहिँ मैले यो काम सिक्दै थिएँ। म बच्चा बेला म सानो छँदाखेरि चाहिँ यो काम सिक्दै थिएँ। यो पेसामा चाहिँ सिक्दै गएँ बुवासँगै बसेर। अब यो यसको स्कोप नभए पनि सिक्दै गएँ। यसबाट चाहिँ विभिन्न सामानहरू मूर्तिहरू पनि बनिन्थ्यो। त्यो पनि मैले चाहिँ बिस्तारै सिक्दै गएँ। झन्डै मलाई चाहिँ 10 वर्ष जति लाग्यो यो सिक्नमा। त्यो बेला चाहिँ यसको त्यति माग चाहिँ थिएन। मठ मन्दिरहरू पहिला धेरै बने। निष्ठुकाल मल्लकालीन अब शाहकालमा पनि सुरुमा त धेरै बने। पछि चाहिँ त्यो मन्दिरहरू बन्न पनि छोडियो। अब हुँदाखेरि चाहिँ यहाँ काठमाडौँ उपत्यकामा जति पनि मन्दिरहरू स्तूपाहरू हैन, स्वयम्भू चैत्य भयो, बौद्ध चैत्य भयो, पशुपति मन्दिर भयो, चामुण्डानारायण मन्दिरहरू भयो। अनि यो पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरमा पनि धेरै नै यो तामापाटाबाट यसरी उठाएर खोजामाजाको प्रविधिबाट चाहिँ धेरै नै सामानहरू बनेको देखिन्छ। त्यसमा तामापाटामा अझ चाहिँ यो सुन मोलम्बा गरेर सुन लिपेर सुनको चाहिँ यस्तो गजुरहरू राखेको, जस्तै कि पाटनको कृष्ण मन्दिरमा चाहिँ 21वटा गजुर पनि यो तामापाटाको प्रविधिबाट बनेको छ। त्यसमा सुन मोलम्बा लागेको पनि छ। भन्दाखेरि नेपालको इतिहासमा चाहिँ लिच्छवीकालदेखि यो कलाकृति सुरु भएको देखिन्छ। अब यो कलाकृतिमा चाहिँ अब यो पेसालाई चाहिँ अँगाल्ने खासै भन्ने हो भने अब हाम्रो परिवारमा मात्रै देखिएको पाइन्छ अहिलेको सन्दर्भमा। भन्दाखेरि अब हाम्रै पुर्खाको अब इतिहासमा त अब त्यो कोरेको नाम देखेको त पाइँदैन, त्यो भेटाउन चाहिँ सकिएन। तर हाम्रो चाहिँ बाजे बराजुदेखि नै यही काम गरेर आएको सुन्नमा चाहिँ आएको छ। तर मल्लकालीनमा चाहिँ हामीलाई एउटा मल्ल राजाहरूले दरबार स्क्वायरमा चाहिँ हामीलाई बोलाएर त्यहाँ चाहिँ काम गराउँथे भन्ने कुरा चाहिँ सुन्नमा चाहिँ आएको छ। त्यो बेला चाहिँ हामीलाई नेवा पद पनि दिएको रहेछ। अब हाम्रो चाहिँ यो परम्परागत कलाकृतिमा चाहिँ नेपालको सन्दर्भमा हाम्रो चाहिँ 6वटा विधा छ। त्यसमा चाहिँ धातु पत्रकला यो जुन खोजामाजा प्रविधि भयो। अनि अर्को चाहिँ धातु ढलान गरेर बनाउने, ढलाइ गरेर बनाउने मूर्ति छ, त्यो अर्को भयो। अनि अर्को चाहिँ काष्ठकला काठको भयो। अनि प्रस्तर कला ढुङ्गाको भयो। अनि चित्रकला पौवा चित्रकला भयो। अनि अर्को चाहिँ यो जराउ भनेर चाहिँ यो अमूल्य पत्थरमा चाहिँ कुँडेर त्यो धातुसँग मिसाएर बनाउने एउटा कलाकृति छ। त्यसरी 6वटा विधामा चाहिँ हामीले सुमेरो कलाग्रामबाट चाहिँ सञ्चालन भइरहेको छ। त्यहाँ विभिन्न ट्रेनिङहरू पनि दिएको छ। अब यो मेरो विषयमा आउँदाखेरि चाहिँ यो धातु पत्रकला यसको लागि चाहिँ मैले 2058 सालतिर चाहिँ मैले अन मेटल आर्ट्स एन्ड क्राफ्ट भनेर चाहिँ मैले यो रेजिस्टर गरेँ। अनि यसबाट चाहिँ यो अब धातु पत्रकलालाई चाहिँ कसरी विकास गर्न सकिन्छ, यसलाई चाहिँ अब उत्पादनमा पनि कसरी वृद्धि गर्न सकिन्छ, यसमा चाहिँ काम गर्नेहरू कलाकारहरूको पनि वृद्धि कसरी गर्ने, उनीहरूलाई पनि कसरी सिकाउने भन्ने कुरामा चाहिँ मैले त्यसलाई चाहिँ ध्यान दिने हिसाबले चाहिँ मैले अन मेटल आर्ट्स एन्ड क्राफ्ट स्थापना गरेँ। सबै यो काम सिक्नेहरू चाहिँ कलाकार हुन सक्ने क्षमता हुँदैन। सबैको चाहिँ त्यति ध्यान दिन सक्ने क्षमता र त्यो कलाकार बन्न सक्ने क्षमता हुँदैन। त्यो भएको हुँदाखेरि चाहिँ अब उहाँहरूलाई चाहिँ यो कलामा चाहिँ कसरी इन्भल्भ गराउने, यो काम चाहिँ कसरी गराउने भन्ने कुरा चाहिँ मैले धेरै सोचेर चाहिँ अब उहाँहरूको लागि चाहिँ सजिलोको लागि त्यसको चाहिँ ड्रइङहरू, विभिन्न अनुपातहरू, त्यसको सबै मैले चाहिँ फर्मुला बनाइदिएँ हैन। त्यो फर्मुला भइसकेपछि त्यो फर्मुला अनुसार चाहिँ उहाँहरूलाई सिकाउँदाखेरि सिक्नमा पनि सजिलो, त्यो काम गर्नमा पनि सजिलो, छिटो छरितो हुने। त्यसलाई पनि अब हामीले चाहिँ यो फाइलिङ गरेर त्यसलाई चाहिँ रेकर्ड राख्ने हिसाबले फाइलिङ गरेर राख्न सक्यो भने चाहिँ पछिको लागि पनि काम आउने। अब मैले चाहिँ यो बेला यो सालमा यो बनाएको भन्ने कुरा पनि त्यहाँ रेकर्ड हुन्छ। अब यो काम गर्ने तर्फमा पनि हामीले चाहिँ विभिन्न टेक्नोलोजीहरू, अब नयाँ प्रविधिहरू आउँदैछ। फाइबर ग्लासको प्रविधि छ हैन, अरू चाहिँ अब डाई बनाउने टेक्नोलोजी पनि आएको छ। भन्दाखेरि हामीले चाहिँ यसरी माटोको बनाएर त्यसबाट चाहिँ फाइबर ग्लासको मोल्ड लिएर त्यसबाट पनि फेरि मेटलको डाईहरू बनाएर त्यसबाट पनि अब
छापेर लिन सक्ने हिसाबले हामीले त्यसरी पनि यो टेक्नोलोजीमा पनि चाहिँ अलिकति विकास गरेर मैले यो अन मेटल आर्ट्स एन्ड क्राफ्टबाट चाहिँ यसरी गर्न खोजेको छु। यसबाट चाहिँ धेरै मान्छेहरूलाई चाहिँ अब सिक्न पनि सजिलो, काम गर्न पनि सजिलो, सबैलाई चाहिँ रोजगार पनि पाउने हिसाबले चाहिँ अघि बढेको छ। अक्षेश्वर महाविहारमा 2055 सालदेखि चाहिँ मैले त्यहाँ सिकाएँ। यो मूर्तिको लागि चाहिँ बेसिक कोर्स चाहिँ मैले 2 वर्षको कोर्स बनाएर त्यहाँ सिकाएँ। त्यो बेला चाहिँ धेरै मान्छेहरू त्यहाँ सिक्न आए। मैले अहिले त्यहाँ चाहिँ झन्डै 8 वर्ष जति 55 सालदेखि 63 सालसम्म चाहिँ मैले 400 जना जतिलाई चाहिँ मैले सिकाएँ। तर त्यहाँबाट अब 400 जना मध्येमा पनि झन्डै अब 200 जनाले चाहिँ यही पेसा अब अँगालेर अहिले चाहिँ काम गरेको पाइन्छ। अब 2080मा चाहिँ मैले जर्मनमा वर्ल्ड एक्सपो भएको थियो। त्यसमा चाहिँ स्वयम्भूको यो धातु पाटाबाट यो ठोजामाजाको प्रविधिबाट चाहिँ स्वयम्भूको स्तूप बनाएँ। अनि त्यसपछि 2010मा साङ्घाईमा पनि फेरि यो वर्ल्ड एक्सपो भएको थियो। त्यसमा पनि स्वयम्भू नै अब अर्कै किसिमबाट हामीले चाहिँ त्यहाँ पनि बनाएँ। त्यसपछि अब भुटानमा गएर चाहिँ मैले यो 2011तिर चाहिँ 2010मै हो 10तिर चाहिँ म त्यहाँ गएर भुटानमा चाहिँ सबभन्दा ठुलो 115 फिटको पद्मसम्मको मूर्ति त्यहाँ बनाएँ। अब त्यसमा चाहिँ अब ठुलो मूर्ति बनाउँदाखेरि अब यो आर्टको कुरा मात्र भएन, यसमा चाहिँ आर्टको सँगसँगै इन्जिनियरिङ कुराहरू पनि चाहियो यसमा है। ठुलो म्यानेजमेन्टमा पनि ठुलो गर्नु पर्यो, टेक्नोलोजीमा पनि अलिकति चाहिँ धेरै सोचेर गर्नुपर्ने भयो। हुँदाखेरि चाहिँ मैले यस्तै यो मोडेल बनाएर मोडेललाई चाहिँ ठुलो 10 गुणा ठुलो गर्ने त्यो टेक्नोलोजीबाट चाहिँ स्ट्रक्चर इन्जिनियरहरूको पनि सहायता लिएर भित्रबाट स्ट्रक्चर फलामको स्ट्रक्चरहरू बनाएर बाहिर चाहिँ हामीले यो तामापाटाबाट चाहिँ मूर्तिको आकारमा चाहिँ फलामको फ्रेम मूर्तिको आकारमा बनाएर तामापाटाबाट त्यसलाई चाहिँ मोरेर वेल्डिङ गरेर चाहिँ मूर्ति तयार पारेँ। अब यो 4 वर्ष लगाएर भुटानमा मैले जुन 115 फिटको मूर्ति बनाएँ, त्यसबाट चाहिँ मलाई के लाग्यो भने चाहिँ अहिलेको यो नयाँ जेनेरेसनमा अब 21औं शताब्दीमा आएर चाहिँ यो प्रविधिलाई चाहिँ अब संसारको अगाडि हामीले चाहिँ ठुला मूर्तिहरू ठुला मन्दिरहरू बनाएर चाहिँ यस्तो सम्पदाहरू बनाएर चाहिँ हामी संसारको अगाडि हामी जान सक्छौँ भन्ने कुरा चाहिँ मलाई विश्वास लाग्यो। त्यो हुँदाखेरि चाहिँ अहिलेको नयाँ जेनेरेसनलाई नयाँ पिँढीहरूलाई चाहिँ यो कुरालाई चाहिँ आकर्षित गराएर मैले चाहिँ अब ठुला सम्पदाहरू ठुला कलाकृतिहरू निर्माण गरेर अब संसारलाई नै अब यो हाम्रो नेपालको कलाकृति चाहिँ फैलाउने मैले चाहिँ सोच राखेको छु। त्यो अनुसार चाहिँ अब काम चाहिँ सफल पनि भएर गएकै छ। अहिले पनि कामहरू धमाधम अर्डर आउने क्रममा पनि छन्। हुँदाखेरि चाहिँ यसको अब भविष्य मैले चाहिँ धेरै राम्रै देखेको छु। अब अहिले चाहिँ अब पहिलाको जेनेरेसनमा जस्तै अब 10औं वर्ष लगाएर मिहिनेत गरेर सिक्ने अहिलेको मान्छेमा त्यो ध्यानै छैन। अहिले चाहिँ कम समयमा सिकेर पैसा धेरै कमाउने सबैको सोच त्यस्तो छ होइन। जुन प्रविधि छ यो तामापाटा, पितलपाटा, चाँदीपाटा होइन, कुनै पनि किसिमको यो धातु पाटाबाट चाहिँ विभिन्न यो मूर्तिहरू मन्दिरका सामानहरू चाहिँ निर्माण गर्न सकिन्छ। अब यहाँ नेपालको सन्दर्भमा यहाँ काठमाडौँ उपत्यकाको सन्दर्भमा हामीले चाहिँ बुझ्नु पर्दाखेरि यो चाहिँ अब लिच्छवीकालदेखि यो कला चाहिँ सुरु भएको देखिन्छ। यसलाई चाहिँ हामी नेवारी भाषाबाट ठोजामाजा भन्छ, ठोजामाजा भनिन्छ। यो ठोजामाजाको चाहिँ अर्थ त अब यो सम्म परेको धातुको पाटालाई चाहिँ उठाएर अगाडिबाट पछाडिबाट ज्यावलहरूको माध्यमबाट चाहिँ उठाएर विभिन्न आकृतिहरू मूर्तिहरू बनाइन्छ। यसलाई चाहिँ ठोजामाजा भनिन्छ। र अहिलेको सन्दर्भमा अब यसमा नेपाली नाम त खासै छैन। अहिले चाहिँ धातु पत्र कला भन्दाखेरि बेस होला यसलाई। यो कला चाहिँ नेपालको इतिहासमा भन्ने हो भने चाहिँ लिच्छवीकालदेखि सुरु भएको देखिन्छ। लिच्छवीकालमा चाहिँ अब चामुनारायण मन्दिर बनेको छ। लिच्छवीकालमा धेरै मठ मन्दिरहरू चाहिँ नेपाली कलामा चाहिँ उत्कृष्ट नमुना भएको भन्ने चाहिँ इतिहासमा छ। हाम्रो बाजे बराजुको टाइममा चाहिँ हातले अन्दाजी स्केच गर्छ। त्यो बेला चाहिँ अब एकुरेट चाहिँ हुँदैन, तर अन्दाजमा चाहिँ चाहिने साइजमा झन्डै आउँछ। त्यो बेलाको चाहिँ गर्ने तरिका चाहिँ त्यस्तो छ।
अहिले चाहिँ मैले यो स्केच गरेर कम्प्युटरको सहायताबाट चाहिँ यसलाई ठुलो गर्ने, सानोबाट चाहिँ ठुलो गर्ने, त्यसलाई चाहिँ सजिलो काम अलिकति छिटो हुने त्यो प्रविधि चाहिँ हामीले अपनाएका छौँ। यो मूर्तिलाई ठुल्ठुलो मूर्ति गर्नु पर्दाखेरि चाहिँ हामीले सामान बनाउँदाखेरि सानो सानो टुक्रा हुन्थ्यो, त्यो टुक्रालाई चाहिँ एक आपसमा जोडेर ठुलो बनाउनु पर्ने हुन्छ। त्यो हुँदाखेरि चाहिँ पहिला हाम्रो बाजे बराजुको टाइममा चाहिँ त्यसलाई रिपिट गरेर तामाकै एउटा एक किसिमको किला हुन्छ, किला हामीले चाहिँ कि भन्छ किला, त्यो किल्लाले चाहिँ त्यो पार्टलाई चाहिँ एक आपसमा यसरी डोब्र्याएर त्यहाँ चाहिँ किल्ला रिपिट गरेर किल्ला ठोकेर त्यसरी फिट गर्छौँ। पहिला चाहिँ यो वेल्डिङ गर्ने टेक्नोलोजी, त्यो रसाई हाल्ने वेल्डिङ गर्ने चाहिँ टेक्नोलोजी आएको थिएन। अब अहिलेको सन्दर्भमा चाहिँ त्यो किल्ला हालेर त्यसरी जोइन देखाएर जोड्ने चाहिँ देख्ने गरेर हाल्नुपर्ने स्थिति छैन। अहिले चाहिँ अब ग्यास वेल्डिङबाट त्यसलाई चाहिँ जोइनै नदेख्ने गरेर त्यो जोड्नेलाई सबै रसाई भरेर गर्न सकिन्छ। यो पेसामा अब युवा पिँढी, अब नयाँ जेनेरेसन है, युवा पिँढीहरूको चाहिँ यसमा इच्छा इन्ट्रेस्ट चाहिँ अलिकति कम छ। किनभने यो अब हातैले गर्नुपर्ने काम, सिक्नलाई पनि गाह्रो, सिक्नलाई पनि अब वर्षौँ लाग्ने, 10औं वर्षसम्म चाहिँ यसलाई चाहिँ सिक्नलाई समय जाने, अनि यसको पनि मार्केटमा पनि त्यति ठुलो मार्केट नभएको हुँदाखेरि यो अब कमाइको हिसाबले पनि यसलाई चाहिँ अब अलिकति गाह्रो नै मान्छ। त्यो हुँदाखेरि चाहिँ युवा पिँढीलाई चाहिँ यसमा आकर्षित गर्न चाहिँ अलिक गाह्रो छ। अब यसमा आकर्षित हुने चाहिँ धेरै युवा पिँढीहरू चाहिँ कस्तो छ भने आफ्नो अध्ययनको दौरानमा चाहिँ अध्ययन गर्न नसक्ने, अध्ययनमा लाग्न इच्छा नहुनेहरू, पढाइ छोडेकाहरू, त्यस्ता व्यक्तिहरू चाहिँ यसमा आकर्षित भएको देखिन्छ। अब अहिलेको सन्दर्भमा भन्ने हो भने चाहिँ यो पेसा फेरि शिक्षित व्यक्तिहरू पनि अहिले आएको देखिन्छ। किनभने यसको मार्केट अहिले बिस्तारै बढ्दै गएको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसको मागहरू पनि बढ्दै गएको र अहिले चाहिँ यस्तो मूर्तिहरू एकदम उत्कृष्ट किसिमले चाहिँ हाई क्वालिटीमा बनाउन सक्यो भने यसको मोल चाहिँ आफूले भनेको, आफूले चाहेको मोल नै लिन सक्ने, त्यो भएको हुँदाखेरि चाहिँ अब अहिले चाहिँ जानेर बुझेर यसको महत्त्व बुझेर चाहिँ काम गर्नेहरू पनि अहिले पनि छ। अहिलेको समयमा आउँदाखेरि चाहिँ धेरै यो टिबेटन लामा गुरुहरूबाट यो बुद्ध धर्ममा आधारित विभिन्न मूर्तिहरू भयो, यो गुम्बामा सजाउने सामानहरू चाहिँ अहिले चाहिँ धेरै अब बिस्तारै अर्डर आउन थाले। लामा गुरुहरूले चाहिँ अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँहरूले चाहिँ धर्मको प्रचार प्रसार गरेको हुँदाखेरि चाहिँ यो कलालाई चाहिँ अझ विदेशीहरूले पनि यो कलालाई बुझ्दै गए। मैले चाहिँ अब काम गरेको अनुसार चाहिँ अब जापानमा, अब यो इन्डिया साइडमै छ, अहिले त बिस्तारै तिब्बत चाइनामा पनि, बिस्तारै युरोपतिर पनि यो चाहिँ बिस्तारै फैलिएर गएको छ। यता एसियातिर चाहिँ यो ताइवानमा, जापानमा, सिङ्गापुर, हङकङतिर पनि बिस्तारै यो कला चाहिँ फैलिँदैछ। अहिले हुँदा चाहिँ मैले अब झन्डै 4 वर्ष अगाडि भुटानमा चाहिँ अब यो धातु पाटाबाट ठोजा माझाको प्रविधिबाट अहिलेसम्ममा चाहिँ सबैभन्दा ठुलो मूर्ति चाहिँ मैले त्यहाँ सकाएर आएँ। 4 वर्ष बिताएर भुटानमै बसेर गुरु पद्मसम्भवको मूर्ति बनाएर मैले यहाँ फर्केँ। अब यहाँ आइसकेपछि फेरि मलाई चाहिँ यो लुम्बिनीको यो सिद्धार्थ बुद्ध 50 फिटको चाहिँ यो अर्डर आएको छ। यो अर्डर अनुसार चाहिँ अहिले चाहिँ म यहाँसम्म काम गर्दैछु, सुरुवात गर्दैछु यो मूर्तिको। अब यो 50 फिटको लागि चाहिँ हामीले त्यसलाई ड्रइङ बनाउनु पर्ने, त्यसलाई मोडेल बनाउनु पर्ने त्यो काम हुन्छ। सुरुमा चाहिँ हामीले अब 50 फिटको लागि मोडेल चाहिँ त्यसको 10 गुणा सानो हिसाबले चाहिँ 5 फिटको हामीले मोडेल बनाउनु पर्यो। अब रियल साइजमा जानलाई सजिलो हिसाबले हामी यसरी ग्राफ बनाएर स्केलमा चाहिँ यसरी पेपरमा चाहिँ ल्याउँछौँ पहिला। अब यो पेपरमा ल्याउँदाखेरि चाहिँ अब अगाडिबाट हेर्दाखेरिको स्केच, साइडबाट हेर्दाखेरिको स्केच र पछाडिबाट हेर्दाखेरि स्केच हामीले चाहिँ 4वटा स्केचहरू चाहिँ यसरी गर्नुपर्ने हुन्छ। हामीलाई अब सजिलो हिसाबले चाहिँ अब यसलाई चाहिँ स्क्यान गरेर चाहिँ कम्प्युटरमा राखेपछि त्यसमा चाहिँ अब यो स्केच गरेकोलाई पनि फाइन गर्ने, त्यसलाई चाहिँ स्केलमा पनि अझै त्यसलाई चाहिँ फाइन एक्युरेट साइजमा ल्याउनको लागि हामीले चाहिँ यो कम्प्युटरबाट पनि गर्छौँ। अलिकति हेल्प चाहिँ कम्प्युटरको पनि लिन्छौँ।